नमस्ते, म इन्जिनियर सुनिल शाह, अटोलोजी इन्डिया अफिस नेपाल ब्रान्चबाट। आज तपाईहरु सामु मैले एकदम हट प्रोडक्ट जुन नेपालमा सायदै कसैलाई थाहा पनि छैन हैन, तर एकदमै युजफुल, अब इलेक्ट्रिशियनहरुलाई ग्यारेजहरुलाई एकदम युजफुल प्रोडक्ट हो, हट प्रोडक्ट हो, इन्डियामा एकदम सक्सेसफुल भएको प्रोडक्ट हो। हामीसँग आइपुगेको छ यो प्रोडक्ट ओबिडी स्टारको DC 706 भन्ने मोडल हो यो हैन। यसले अब ECM रिड राइट गर्नलाई एकदम युजफुल टुल मानिन्छ अन बेन्चमा हैन, अरु केही पनि चाहिदैन। यो टुल भएसी भइगयो। अब हामी यसलाई एकचोटी अनबक्सिङ गरेर हेरौं यसमा के रहेछ हैन। यो टुल त अब नेपालमा सायदै अहिलेसम्म कसैले युज गरेका छैन, यो फर्स्ट टाइम हामीले मगाइदा हो नेपाल ब्रान्चमा। एकचोटी हेरौं यहाँ यसलाई अनबक्सिङ गरौं के रहेछ यो भित्र। यो कार्टुनलाई साइडमा राखौं। त्यसपछि यो हामीसँग यो सुटकेस यसलाई गरौं। यसलाई खोलेपछि अब फर्स्टमा के आउँछ हेरौं। यसमा हामीसँग एउटा युजर म्यानुअल भयो, त्यस सँगसँगै हामीसँग एउटा यो 5 भोल्टको सप्लाई दिनलाई एक्स्ट्रा चाहिन्छ, त्यो पनि छ हामीसँग। यो हाम्रो ट्याब्लेट भयो जुन सबसे मेन कुरो हो। यो एउटा ट्याब्लेट भयो हैन। हामी अहिले एकछिन अन गरौँला, एकछिनमा के छ। एउटा ओबिडी केबल हो, HDMI ओबिडी केबल भन्छ हैन, मेन केबल भन्छौं हैन, M001 पार्ट नम्बर। त्यसपछि यो भित्र पनि हामीसँग सामानहरु रहेछ। यो भित्र अब के रहेछ हेरौं। निकाल्यो भने यो भित्र पनि रहेछ। यो भित्र के रहेछ त, एउटा यो बेन्च केबल V2 भन्ने बेन्च केबल हैन। त्यसपछि हामीसँग यो मोडल रहेछ तपाईको P004। यो हामीलाई ECM अकर्डिङ यो मोडल एउटा हुन्छ। अर्को हामीसँग यो छ, हामीसँग अर्को यो एडाप्टर रहेछ, P003 प्लस एडाप्टर। यो पनि हामीलाई बेन्च मोडमा काम लाग्ने हो। यो एउटा केबल भयो, अर्को बेन्च केबल हैन। यसलाई पनि खोलेरै हेरौं हामी के रहेछ यसमा। यो रहेछ हाम्रो एउटा P004 कनेक्टर। यो डायग्राम यसमै देखाउँछ हामीलाई यो कुन चाहिँ यो एडाप्टर चाहिन्छ। यो हाम्रो स्क्यानरमै हुन्छ। अब यसलाई एकछिन यही राखौं हैन। यो चार्जर पनि भयो, एक्स्ट्रा 5 भोल्ट सप्लाई दिनलाई यहाँ काम लाग्छ हैन। यो हो यही हो। अब हामी एकचोटी यहाँ हेरौं यसको। हेर्दाखेरि ठिक्क छ। पछाडी स्ट्यान्ड पनि छ यसमा हैन। एउटा C टाइप चार्जिङको लागि भयो। यो मेन केबल भयो, त्यसपछि पेन ड्राइभ नि लाग्ने भयो। अब 5 भोल्ट एक्स्ट्रा हुन्छ। कुनै ECM मा तपाईले प्रोग्राम गर्दाखेरि एक्स्ट्रा 5 भोल्ट सप्लाई दिनुपर्ने हुन्छ। या त डाइरेक्ट यहाँबाट दिन सक्नु भयो, या त हामीसँग केबलमा हुन्छ, मेन केबलमा हुन्छ। या त हामीले मेन केबलमा रहेछ। यहाँ मेन केबलबाट नि सप्लाई दिन सक्यो हैन। जुनमा मेन केबल युज हुँदैन, बेन्च डिभाइस युज हुन्छ, त्यसमा हामीले यहीँबाट सप्लाई दिने हो 5 भोल्ट। यो चाहिँ हाम्रो एउटा एडाप्टर हो। यसलाई अन गरौँ एकचोटी। ओबिडी स्टार
ओपन गर्ने बित्तिकै हाम्रो यो यस्तो इन्टरफेस आउँछ, वेलकम टु ओबिडी स्टार भन्ने होइन। त्यसपछि हामीले यो डिस्क्लेमर आउँछ, यो एक्सेप्ट गर्नुपर्छ, एक्सेप्ट गऱ्यौँ होइन। अहिले यस्तो यसको युजर इन्टरफेस हो यो एपको होइन। DC706 मोडल। अब यसमा इसिएम फ्ल्यासर छ, इस्यु फ्ल्यासर। यसमा हामीले के गर्न सक्छौँ भने पुरानो इसिएम जस्तै छ नि, पुरानो इसिएमको डाटा कपी गर्ने, रिड गर्ने, अर्को नयाँ इसिएममा डाटा राइट गर्ने या पुरानो कुनै इसिएममा डाटा राइट गर्ने। यो स्क्यानरहरूमा सबै इसिएम क्लोनिङ, इसिएम रिड राइटको फङ्सन हुँदैन, त्यही भएर हामीसँग यो स्पेसल टुल हो। अर्को चाहिँ यसमा तपाईँको टिसिएमको पनि हुन्छ, जस्तै यो मसँग एउटा महिन्द्राको छ, टिसियु छ। अहिले यो अपडेट भएको छैन, अपडेट गऱ्यो भने यो टिसियुको पनि आउँछ, यस्तै अझै फङ्सनहरू पनि आउँछ। टिसियु पनि रिड राइट गर्न सकिन्छ। यसमा हामीले अर्को एड पनि गर्न सक्छौँ, जस्तै बिसिएमको मोडुलहरू रिड राइट गर्नु पर्यो भने बिसिएम पनि रिड राइट गर्न सकिन्छ। त्यो पनि एक्स्ट्रा पे गरेर एड गराउन सक्छौँ। अहिले चाहिँ हामीले यो प्याकेजमा इसिएम र टिसिएम दुईटाको रिड एन्ड राइट हुन्छ। अब यसमा सिम्पली केही होइन, यो अरू डिटेल भिडियो पछि आउनेछ। यसमा हामीले अब गाडीको टाइप अनुसार पनि जान सक्छौँ। इसिएमको रिड राइट गर्नु छ भने यहाँ अहिले अप्सन आउँछ, यो अपडेट भएको छैन, रजिस्टर भएको छैन। अब लिएपछि कुनै कस्टमरले लिनुहुन्छ भने म रजिस्टर गरेर दिउँला। यहाँ कारको मोडुल भन्ने पनि आउँछ। अब इसिएमको टाइप बस छ कि डेल्फी छ होइन, त्यो टाइपले पनि आउँछ। यहाँ सिम्पल हो, यो एकदम सिम्पल टु युज हो यो टुल। यसरी जाने, यहाँ डायग्राम पनि देखाउँछ। यो डिटेल भिडियो यसको पछि आउनेछ, छिटै नै आउनेछन् होइन। हस् त अहिले यो टुल यहीसम्म होइन। अब कसैलाई चाहियो भने हाम्रो अटोलोजी इन्डियाको नेपाल ब्रान्च लोकन्थली चोक भन्दा होइन त अलिकति ओह्रालो काठमाडौँ कलेज अफ टेक्नोलोजीको छेउमा छ। तपाईँहरूले तल दिएको नम्बरमा कन्ट्याक्ट गरेर मजाले आउन सक्नुहुन्छ। हाम्रो अफिस भिजिट गर्नुहोस्, हामीसँग अरू पनि टुलहरू छन् होइन। हस् त, धन्यवाद है।